हेलो साथीहरु, गुड आफ्टरनुन। कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ? सो दशैं तिहार सकियो। कस्तो भयो तपाईहरुको दशैं तिहार? तपाईहरुको दशैं तिहार निकै राम्रो भयो होला, धेरै रमाइलो गर्नुभयो होला र हिजो सबैले भाइटिका लगाउनु भयो होला। सो यो आज मेरो अनप्लान्ड क्याजुअल वाक म कतातिर जाउँ भन्दाखेरि तपाई यता खोलातिर यसो घुम्न जानु पर्यो। घर बस्दा बस्दा निकै च्याउ भयो। म अहिले यो मेरो गाउँको मेरो ठाउँको टोका अब यहाँबाट म बाहिर निस्किदै छु। सो म अहिले यसो खोलातिर यसो जाँदैछु। यो अनप्लान्ड क्याजुअल वाक। अहिले दिउँसोको 2 बजेको छ र मजाले पारिलो घाम पनि लागेको छ। म अब मेरो घरदेखि खोलासम्म पुग्न त्यस्तै 10 मिनेट जति लाग्छ, 10-15 मिनेट जति बिस्तारै हिँड्यो भने। र म अब हल्का यसलाई चाहिँ अनप्लान्ड क्याजुअल वाकको रूपमा म जाँदैछु। यो हेर्नुस्, यो बेसार खेती लगाएको यहाँबाट निक्लेर म यहाँबाट पनि एउटा बाटो छ खोला जाने। म चाहिँ यो बाटो जाँदैछु। पर्सिदेखि अब हाम्रो अफिस पनि सुरु हुँदैछ। गाडी आएको छ। हेर्नुहोस् यहाँ रुखहरू। सो म अहिले यहाँबाट यो धेरै समयपछि म यो ठाउँमा आउँदैछु। अहिले यो बाटो पनि निकै राम्रो बनाइसकेको छ। पहिला एकदम यो रफ अफ रोड बाटो थियो, अहिले चाहिँ ढलान गरेर निकै राम्रो बनाएको छ। सो म अहिले यहाँबाट जाँदैछु। यहाँ चाहिँ बाटो त्यति राम्रो छैन र गाडी हिँड्न चाहिँ हुन्छ। प्यारी जिन्दगी म तिम्रो आदरले लाग्छ मेरो नाम लिए जस्तो अनजान तिम्रो हेर्ने लाग्छ मेरै नाम लिए जस्तो अनजान तिम्रो हेर्ने लाग्छ मेरै त्यो धान काटेर पराल सुकाएको तिम्रो आदरले लाग्छ मेरै नाम लिए जस्तो अनजान तिम्रो हेराइले
लाग्छ मेरै बाटो हेरे जस्तै पहिलो नजरमै मोहनी लाउने मन मायालु तिमी को हो पहिलो नजरमै मोहनी लाउने मन मायालु तिमी को हो अब हामी खोला आइपुग्न लाग्यौं रात मेरा नींदहरूमा सपना बनी तिमी सक्यौ के गरियो मन बुझाउँ हृदयको धडकन तिमी बनिसक्यौ मेरो यो मन मचाउ मन माया तिमी सो यो अब हामी खोला आइपुग्न लाग्यो हेर्नुहोस् यो चाहिँ फर्स्ट भ्यू अफ रिभर यो खोलाको नाम चाहिँ कर्मनासा खोला है कर्मनासा खोला बाटो अप्ठ्यारो रहेछ यो गोरेटो बाटो अझै उस्तै छ यो गोरेटो उस्तै छ गल्ली तिमी कतै बदल्यौ कि गोरेटो उस्तै छ गल्ली तिमी कतै आकाश धरती कतै तिम्रो मन बदल्यो कि ओ प्रिय यो माथि देखिरहेको चाहिँ तापाखेल क्षेत्र हो भने यो जुन रातो बिल्डिङ यहाँले देख्दै हुनुहुन्छ यो चाहिँ कान्तिपुर इन्जिनियरिङ कलेज हजुर यो चाहिँ कान्तिपुर इन्जिनियरिङ कलेज र यो दुवै चाहिँ ललितपुर महानगरपालिका पर्छ भने यता म भएको साइडतिर ललितपुर महानगरपालिका वडा नम्बर 28 र पारी ललितपुर महानगरपालिका वडा नम्बर 27 र यो बीचको कर्मनासा खोलाले नगरपालिकाको 2 वटा वडालाई छुट्याएको छ यो कर्मनासा खोलाको मुहान यो गोदावरी हो गोदावरीबाट चाहिँ ओरिजिनेट भएर चाहिँ यो खोला यहाँ आएको छ यो खोला पहिलाको तुलनामा धेरै सानो भइसकेको छ साँगुरो भइसकेको छ यो अतिक्रमणको कारणले गर्दाखेरि हेर्न सक्नुहुन्छ यो चाहिँ कर्मनासा खोला है यो चाहिँ कर्मनासा खोला यहाँ पानी चाहिँ निकै सफा छ पहिला त निकै सफा थियो हामी सानो हुँदाखेरि यही पानीमा पौडी खेल्छौं यही पानीमा हामी नुहाउँथ्यौं र अहिले यो मानव अतिक्रमणका कारण जनसङ्ख्या वृद्धिका कारण यो खोलाको पानी धमिलो भएको छ यहाँबाट बाटो छ कि छैन फेरि यहाँबाट बाटो छैन रहेछ म फेरि यता फर्किँदैछु म यहाँ पानीमा झरेरै
खोला क्रस गर्नु पर्ला जस्तो छ। कहाँबाट क्रस गरौँ? यहाँबाट म चढ्दैछु। हेर्नुहोस् यो कर्मनासा खोला। अब यहाँलाई म एउटा सानो जानकारी के गराउन सक्छु भन्दाखेरि, के गराउन चाहन्छु भन्दाखेरि यो काठमाडौँ उपत्यकामा जति पनि खोलाहरू छन् नि, ती खोलाहरू सबै उत्तरबाट यता दक्षिणमा बग्ने, तर यही कर्मनसा खोला एउटा मात्र त्यस्तो खोला हो जुन चाहिँ दक्षिणबाट उत्तरतिर बग्ने गर्छन्। हजुर, यो कर्मनसा खोला दक्षिणबाट ओरिजिनेट भएर यो उत्तरतिर जान्छन्। खोला हेर्नुहोस्, पानी निकै सफा छ। हेर्नुहोस् पानी। कर्मनसा खोला। यहाँ एकजना दाजु कपडा धुँदै हुनुहुन्छ। यो कर्मनसा खोला अलिक माथिसम्म जान्छु। यो आज एउटा चाहिँ अनप्लान वाक म गर्न खोज्दैछु। यो विशेष गरी यो हाम्रोतिरको यो कर्मनसा खोलाको अलिकति भिडियोजहरू देखाउँछु भनेर। सो यो चाहिँ हाम्रो कर्मनसा खोला। यो अस्तिको बाढीले पुरा यो कटान गरेको। यो हेर्नुहोस्, यो पुरा बालुई ढुङ्गा गिटीहरू बगाएर यहाँ ल्याइपुऱ्याएको छ। यहाँ धेरैजनाको यहाँ खेतहरू नष्ट भएको छ। खोलावारी खोला पारी पिपल र बर, खोलावारी खोला पारी पिपल र बर, हावा चल्यो पात हल्यो माया वरवर, हावा चल्यो पात हल्यो माया वरवर, खोलावारी खोला पारी पिपलमा, हावा चल्यो पात हल्यो माया वरवर। हो यो चाहिँ हो, म यहाँ खोलामा जाँदैछु। हेर्न सक्नुहुन्छ यो कर्मनसा खोला। यो म अहिले खोला हिँडिरहेको छु। यहाँ खोला त्यति गहिरो छैन। पारीतिर जान्छु। यो आज माथिबाट पानी धमिलो आइरहेको छ। के भएको पानी आज? सो अहिले म खोलाको डिलै दिल्छु। यहाँ हेर्नुहोस्, यो अस्तिको बाढी, पोहोर सालको बाढीले यो सबै खेतीयोग्य जमिनहरू, जग्गाहरू सबै कटान गरेको छ यो खोलाले। हेर्नुहोस्, यो सबै यो
यो ढुङ्गा गिटी बालुवाहरू सबै यो यहाँ धान रोपाइ हुन्थ्यो, अहिले सबै यो खेतले खोलाले कटान गरेको अवस्था छ। यो कर्मनाशक खोला उर्लियो भने एकदम भयङ्कर तरिकाले चाहिँ उर्लिने गर्छ। अहिले शान्त छ यो खोला। सो साथीहरू, अब म फर्किँदैछु यहाँबाट। म फर्किँदैछु। आज काम पनि निकै रमाइलो किसिमले लागेको छ। कल 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 बग्ने खोला, कल 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 बग्ने खोला। एक दुईजना बाबु यहाँ बालुवाको के बनाउँदै हुनुहुन्छ मलाई थाहा भएन। के हो यो? के बनाउनु भएको? के बनाएको? यो के होला? सायद यो के बनाएको होला? बालुवाको टिस्को बनाएर सोद्धाखेरि भनेन बाबुहरूले। अब म यहाँ खोला क्रस गरेर जाँदैछु। ल हेर्नुहोस्, यहाँ त यहाँसम्म चाहिँ सफा रहेछ पानी, र आज अलिअलि पानी धमिलो रहेछ। यो खोला त्यति गहिरो छैन, यहाँ अलिकति गहिरो रहेछ। यो सबै खोलाहरू हो। बाटो चढेर जाँदैछु। आज हल्का खोलाको यात्रा गरेँ। यसलाई चाहिँ हामी भर्चुअल वाक भने जस्तै भयो। हेर्नुहोस् यहाँको सिनेरी। ल साथीहरू, आजको लागि यो भिडियो यही अन्त्य गर्न चाहन्छु। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।